साइकोलोजीले 4वटा कुराहरूलाई याद राख्नुस् भनेर भन्छ। नम्बर 1, तपाईको जीवनमा भएका हरेक व्यक्तिहरू तपाईका साथी हुँदैनन्। कतिपय व्यक्तिहरू तपाईका दुश्मन पनि हुने गर्दछन्। त्यसैले त्यस्तो दुश्मनहरूसँग डराउने गर्नुस्। कहिले पनि आफ्नो दुश्मनलाई कमजोर सोच्नु हुँदैन। नम्बर 2, एउटै सर्पलाई पटक पटक डस्ने मौका कहिले पनि नदिनुस्। या भनौँ कुनै पनि व्यक्तिले तपाईको जीवनमा तपाईलाई दुःख दिइरहेको छ, त्यो पनि पटक पटक दुःख दिइरहेको छ भने त्यस्तो व्यक्तिलाई आफ्नो जीवनबाट टाढै राख्नुस्। नम्बर 3, यदि कुनै पनि व्यक्ति तपाईसँग एकदमै धेरै रिसाएको छ भने अब तपाईले आफूलाई एकदमै शान्त राख्नुस्। उसको कुराको कुनै पनि रेस्पोन्स नदिनुस्। हुनसक्छ अगाडि भएको मान्छे तपाईसँग अझ धेरै रिसाउन सक्छ, तर अन्तिममा तपाईको त्यो मौनताको अगाडि त्यो मानिसले आफूलाई लज्जास्पद महसुस गराउन बाध्य हुनेछ। नम्बर 4, कुनै पनि ठाउँमा हिँड्दै गर्दाखेरि कि त राजा हिँडे जसरी हिँड्नुस् या भने त्यहाँको राजा को हो भन्ने कुराले तपाईलाई कुनै फरकै नपरे जसरी बिन्दास तरिकाले हिँड्नुस्। कुरा चित्त बुझी मलाई फलो गर्नुस्।